र मलाई पनि त्यो अलिअलि हानेको चाहिँ नि अब मलाई केही पनि जस्तो लाग्दैन थियो के र हाम्रो चाहिँ घम्साघम्सी चाहिँ भइ नै रहन्थ्यो त्यो समयमा हाम्रो चलचित्र गर्ने समय जतिखेर एकदम हिट भएको थियो नि चलचित्रहरू हिट भएका थिए हामी एकदम धेरैभन्दा धेरै चलचित्रहरू गर्थ्यौँ होइन कहिलेकाहीँ त हामी दिनमा 2टा पनि चलचित्र गऱ्यौँ राय समाल र म दिनमा 2टा चलचित्र गर्थ्यौँ दिउँसो एउटामा गर्थ्यौँ राति अर्कोमा गर्थ्यौँ यति बिजी थियौँ हामी दुईजना सुत्ने र खाने टाइमै हुँदैन थियो कहिलेकाहीँ यसो कुरो मिलाएर 1-2 घन्टा यसो सुट भइरहेको ठाउँबाट पछाडितिर कहाँ के मिल्छ होइन यसो गरेर सुत्ने अब त्यस्तै बाहिर लोकेसन छैन कोही साथीहरूलाई चाहिँ यसो रिक्वेस्ट गरेर कसैको घरमा गएर 2 घन्टा सुत्ने त्यो पनि पाइँदैन थियो कहिलेकाहीँ होइन रातभरि सुटिङ गरेर फेरि भोलिपल्ट बिहानै अर्को सेटमा अर्कै क्यामराम्यान अर्कै मेकअपम्यान अर्कै मान्छेले मेकअपम्यानले मेकअप गरिरहेको हुन्थ्यो हामी सुतिरहेको हुन्थ्यौँ होइन त्यस्तो दिन पनि आएको थिए र त्यो समयमा भएको जस्तै राय समालसँग त्यतिकै काम गरियो शिवश्रेष्ठ भुवन केसी दिलीप राय माझी होइन अब आरडी रमेश ढुङ्गाना भयो निखिल उप्रेती सबैसँग अहिले पनि राम्रो छ त्यतिखेर पो त अब सधैँ जस्तो प्रायः भेट भइरहन्थ्यो अहिले पनि भेट हुन्छ कुराकानी भइरहेको हुन्छ सन्चो बिसन्चोको कुराहरू र बेला बेलामा अब विभिन्न फङ्सनहरूमा भेटघाट भइरहेको हुन्छ त्यो माया त्यो प्रेम त कहाँ छुटिन्छ र हाम्रो होइन र दाइ राजेश हमालसँग फाइटको सिनमा फाइट गर्दाखेरि साँच्चीकै लागेको त्यो एउटा मेमोरी छ दाइ त्यस्तो इन्सिडेन्ट कुनै घटना घटेको छ राजेशसँग चाहिँ नि उसँग मेरो एउटा चलचित्र उसँग मेरो धेरैवटा चलचित्र गरियो होइन लाग्ने त पहिला पहिला अब धेरै लाग्थ्यो राजेशसँग चाहिँ नि उसँग मेरो एउटा चलचित्र उसँग मेरो धेरैवटा चलचित्र गरियो होइन लाग्ने त पहिला पहिला अब धेरै लाग्थ्यो ऊ पनि अब त्यति कन्ट्रोल चाहिँ नगर्ने ऊ पनि ड्याम हान्ने हो होइन र मलाई पनि त्यो अलिअलि हानेको चाहिँ नि अब मलाई केही पनि जस्तो लाग्दैन थियो के र हाम्रो चाहिँ घम्साघम्सी चाहिँ भइ नै रहन्थ्यो र एकचोटि एउटा अग्नि परीक्षा भन्ने चलचित्रमा सुट गर्दाखेरि उसले मलाई धेरैचोटि हिर्कायो क्या हिर्काएपछि चाहिँ मैले त्यतिखेर चाहिँ त्यो नजिक एउटा पानीको ड्रम थियो पानीको ड्रमले एक लात यहाँ मैले ड्रमै फुटाइदिएँ क्या रिसाले क्या र पछि रायस हच्क्यो क्या ऊ चाहिँ डरायो पनि फेरि क्या अनि पछि मैले उसलाई भने म यो चाहिँ सहन सक्दिनँ है म फेरि यस्तो धेरैचोटि पिट्यो भने सहन सक्दिनँ भनेर त्यतिखेर एउटा चाहिँ अलिकति त्यस्तो वातावरण पनि बनेको थियो होइन त्यो त खास केही पनि होइन मलाई ट्याङ्की फुटाउनु भने त ठुलो कुरो होइन होइन ट्याङ्की फुटाउनु अब यो टायल फुटाउने 2-4 इँटाहरू ब्रेक गर्ने त्यो त ठुलो कुरो होइन म त मेरो पेटमै म चाहिँ ढुङ्गा घन ढुङ्गा फुटाउने मान्छे हो मेरो पेटबाट चाहिँ गाडी गुडाइरहेको थिएँ पहिले गाडी गुडाउँथेँ मैले त्यस्तो यस्तो डेमोन्स्ट्रेसनहरू गर्थेँ मैले क्या होइन त्यो त के भने मेरो त्यतिखेर त पेट एकदम साह्रो थियो नि अब एकदम ट्रेनिङ गरेको मान्छे होइन भर्खर मार्सल आर्टबाट गएको अनि त्यतिखेर त अब त्यस्तो बलियो भइहालिन्थ्यो होइन त्यो चलचित्र अग्नि परीक्षा भन्ने चलचित्र गर्न जाँदाखेरि मसँग 50जना स्टुडेन्ट थियो मेरो ब्ल्याक बेल्ट केटाहरू थियो त्यहाँ फाइटर केटाहरू लिएर गएको मैले र हामी बिहान यति ट्रेनिङ गर्थ्यौँ पोखरामा भएको सिन हो सबै पोखरा सुट गरेको बिहान चाहिँ नि 50जना ब्ल्याक बेल्ट लिएर कुद्थेँ म उनीहरूलाई सिकाउँथेँ म अनि कहिले हामी भद्रकालीको मन्दिरमा जान्थ्यौँ होइन कहिले फेवाताल पुरा घुम्थ्यौँ कहिले बेगनाथ तालसँग कुदेर जान्थ्यौँ